हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। आज हामीले लिएर आएका छौँ हामी चितवन जाँदाको भ्लग लिएर आएका छौँ है। हामी चाहिँ म र सन्दीप भएर हामी चितवन जाँदैछौँ। बाटोमा खिचिएको यो भ्लग हो, अन्तिम समय हेरेर साथ दिनु होला। एकदमै रमाइलो कुराकानी गफ भइरहेको टाइममा अर्कैको बाइक चलाए स्पिड चलाए जस्तो लाग्यो। कस्तो अर्कैको बाइक स्पिड चलाए जस्तो लाग्यो कि अनि कि हेलमेटले कस्तो फरक पार्दो रहेछ यार। नयाँ हेलमेट किन्यो भने चाहिँ 3 दिन यार अब यार नयाँ हेलमेट किन्यो भने चाहिँ 3 दिन यार। यस्तै यस्तै रमाइला गफगाफ गर्दै हामी चलिरहेका थियौँ। एकदमै बाटो राम्रो बनिरहेको रहेछ है अहिले त। काउसदेखि नगरसम्म पुग्ने बाटो धेरै राम्रो बाटो बनाएको थियो। हामी एकदमै रमाइलो गफगाफ गर्दा दाजुभाइ चट्ट लाएर हिँडिरहेका थियौँ। यसो मनमा याद आयो, जीवन त के नै रहेछ र है। आखिर आज मरे भोलि 2 दिन हुने रहेछ। जति लडे पनि त्यही भोको पेटको लागि त लड्ने हो हामी भन्ने मनमा नि आउँछ। कुराकानी यस्तै कुरा गर्दै गएका थियौँ। अनि यताउति हेर्दै बाटो धेरै रमाइलो बनेको रहेछ। बाटोहरू पनि ठाउँमा है। अब त्यो ट्रकले जानै नदिएर फेरि हैरान थियो फेरि। त्यस्तै हो। अब ममताले पनि कहिलेकाहीँ सबैभन्दा ठुलो सत्य बोल्छ अरे के होइन। अब कतै केही उस भन्दाखेरि एकदम साइलेन्ट भएर बस्यो भने पनि होइन, त्यसले चाहिँ अब उहाँ के सोच्दैछ है टाइपको हुन्छ नि त। अब त्यो गर्दो रहेछ भन्ने टाइपको हुन्छ रहेछ कि भन्दै हामी यस्तो दाजुभाइ मस्तो गफ हानिरहेको थियौँ। टक्क बाटो यस्तो बवाल थियो कि बाटो होइन। अनि हामी दाजुभाइ गफ गर्दै जाँदाखेरि बिचमा एकदमै रमाइलो गफ गरिदिइरहँदाखेरि केही मिठो साहित्यहरू फुरेको थियो। अनि ती साहित्य यस प्रकारको छ। त्यहाँ अलिकति साउन्ड अलिक कम आएको भएर चाहिँ यसरी भन्छु। आमाको हात समात्दा समय अलिकति ढिलो हिँडे जस्तो लाग्छ। ती हातमा कठोरता छ तर त्यसभित्र माया यति कोमल छ कि शब्दले नाप्न सकिँदैन। थाकेको साँझमा बाले सोध्थे खाना खायो भन्ने एक वाक्यले दिनभरिको थकाइ बिर्साइदिन्छ। जीवन ठुलो सपना भन्दा सानो क्षणले बनेको रहेछ। बसको झ्यालबाट देखाएको पहाड, वर्षामा भिजेको माटोको गन्ध, पुरानो किताबको पानामा भेटिएको चिन्ह तिनै नै हुन् जसले मलाई घर फर्काउँछ। गफ गर्दै गएको बाटोमा ओहो यो भिड, दलदलेको भिडमा पनि साह्रै भिड। ट्राफिक दाइले अगाडि बस चट्ट हेर्नुभएको हामीलाई होइन। पुरा भ्लगर स्टाइलमा हामी दाजुभाइ गफ गर्दै गइरहेछौँ। तर बाटो चाहिँ ढिलो चाँडो बवाल बन्दैछ बाटो चाहिँ है। अब पहिला 1 घन्टा 1.5 घन्टा लाग्ने बाटो चाहिँ अहिले आधी घन्टामा हामी चितवन पुगिसक्छौँ। अझै धेरै राम्रो नै बाटो बनिसकेको छ। पुलहरू एकदम बवाल बन्दैछ। वरिपरि हरियाली, बाटो सही बन्दैछ। हामी धेरै कुरा जित्न दौडाउँछौँ तर कहिलेकाहीँ हारेर पनि आफूलाई पाउँछौँ। आँसु लुकाउँदा होइन, बग्न दिँदा मन हलुका हुन्छ। प्रेम ठुलो घोषणा होइन, साथ बसिरहने सानो हिम्मत हो। अन्ततः जीवनले यही सिकाउँछ, चर्को आवाजभन्दा मन बलियो हुन्छ र मन छुने साहित्य पढिँदैन मात्र बाँचिन्छ। साहित्यकारहरू आफ्नो जीवन्त कला बाँच्ने गर्छन् होइन। त्यही नै हो जिन्दगी भनेको।
यस्तो रमाइलो गफ गर्दा गर्दै होइन सिजी आएको कतै भएन त्यसलाई। हामी केवरम चोक आइपुगेका छौँ। अब सिजी लगभग नजिक अगाडि देखिसक्नु भएको छ होइन। पहेँलो पहेँलो सिजी हाम्रो नवलपुरको एकदमै फेमस धार्मिक स्थल विनोद चौधरीको सिजी ग्रुपद्वारा निर्मित हाम्रो सिजी टेम्पल शाश्वत धाम। कति छिटो लगभग धेरै चाँडो आइपुग्यो सिजी। कास्टबाट टाइमै लाग्दैन आजकल। पहिला धेरै टाइम लाग्थ्यो सिजी आउन। अहिले हामी चाहिँ सिजी एकदमै चाँडै आइपुग्छौँ। हामी अब सिजी आइयो, हमाल चोक आउँदैछौँ बिस्तारै बिस्तारै। बाटो एकदमै फराकिलो भए पनि अलिकति भिडभाड बाटोमा मेन गर्छन् हाम्रो यो पूर्व पश्चिम राजमार्ग बाटोहरू भित्र जाने गाडीहरू बाइकहरू आइरहेको छन् होइन। अलिकति बाटो भिड नै थियो। यो बाटो दुवैतिर छ, त्यही पनि पहिलाको बानी लाएको बानी जाँदैन भने जस्तै एकैचोटि बाटोमा हिँड्दाखेरि सबैजना बाटो धेरै अलिकति उसँग छ। यति भन्दै आजको हाम्रो पहिलो भ्लग हामी यहीँ अन्त्य गर्न चाहन्छौँ। सी यू सुन पार्ट 2 मा है। ल सबैजनालाई धन्यवाद यहाँसम्म हेरिदिनु भएकोमा। के कस्तो लाग्छ कमेन्ट गर्नु नबिर्सनु होला पक्कै पनि। हामी फेरि भेट्नेछौँ है त। ल आजको ब्लग काउसी टु सिजी हामी फेरि भोलि सीदेखि चितवनसम्मको दूरीलाई कसरी हामी इन्जोय गऱ्यौँ त त्यो देखाउनेछौँ।